प्रधानमन्त्री गृहमन्त्रीहरूको अहिलेको सम्पत्ति चाहिँ देखेर यहाँ गरेर चाहिँ अब जिब्रो छ्यात्नेहरू क्या तँहरूले भन्ने चाहिँ तँहरू के गाउँमा होइन तँहरू के गाउँमा घाँटीमा चाहिँ भित्रमा के बनाएर त्यो गुलेली के ग्याटिस हालेर त्यो खोलखोला चाहिँ च्यातेको जाँगे लगाएर चरा लखडी हिँड्दा के अहिलेको जुन मन्त्रीहरू भएको छ नि मन्त्री प्रधानमन्त्री गृहमन्त्रीहरू के उनीहरू चट्ट काठमाडौँमा चट्ट बसेर त्यो ब्ल्याक एन्ड व्हाइट टिभी हेरेको थियो कि त्यति बेला अझ रङ्गीन टिभी थियो होला है सुन रङ्गीन टिभी थियो होला तँहरू त्यो माथि भिरतिर गएर रातो माटोमा सुलसुले खेलेर बाँदर भएर हिँड्ने बेलामा के कुकुरनीहरू तिमीहरू सुलसुले खेलेर बाँदर भएर हिँड्ने बेलामा उनीहरू टक्क घरमा बसेर मजाले वाइ चाउचाउ र बिस्कुट अथवा चिया सुरुप खाइरहेको थियो है अनि तँलाई 3 घन्टा स्याहाँ भएर उकालो चढ्दै गएर स्कुल पुग्ने बेलामा उनीहरू घर अगाडि बोर्डिङ स्कुलमा पढेको थियो कहाँ काठमाडौँमा चितवनमा वीरगन्जमा हेटौँडामा बारा पोखरामा है उनीहरूको लेभल त्यो थियो किन भन्दा उसको बाउआमाको उनीहरूको सबै पुस्ता नै त्यस्तै थियो सबैजना हुने खानी थियो क्या उनीहरू मान्छे है तँहरूले सुनै नदेख्ने बेलामा उसको बाउआमासँग उसको मान्छेहरूसँग चाहिँ उनीहरूले 5-10 तोला 20 तोला सुन त्यही बेलामा लाएर बसेको थियो जति बेला सुनको भाउ 6-7 हजार रुपियाँ थियो अथवा 4-5 हजार हुने बेलामा क्या त्यही भएर बुझ कुरा अनि जति बेला अहिले तँहरू अझै पनि तँहरू भनेको जसरी यो कुरा गाडिरहेको छ तँहरू अहिले पनि काठमाडौँमा डेरा गरेर बसिरहेको छ कोठा भाडामा अनि उनीहरूको हिजोको पुर्ख्यौली सम्पत्तिले उनीहरूको 2-3 ठाउँमा घरहरू छ क्या जग्गाहरू छ अनि अर्को कुरा उनीहरू सोसल मिडियामा कति एक्टिभ छ यार उनीहरूको एउटा पोस्टले उनीहरूले लाखौँ पैसा कमाउँछ तमुलाहरू 2 रुपियाँको जाँड खायो अर्काले दिएको जाँड अर्काको गाडीको अगाडि उभिएर फोटो खिच्ने अर्काको बाइकमा चढ ठुक्कै मुलाहरू अनि तिमीहरूको जिन्दगी बन्छ सोच त्यही भएर 12-15 करोड भन्ने कुरा केही पनि हुनु उनीहरूको लागि बुझिस् लाज नभएको ल साथीभाइ तपाईँहरूलाई यो दाइ हाम्रो मिन गुरुङ दाइको कुरा सुनेर कस्तो लाग्यो होइन कतिपयले झनक्क रिस उठ्यो होला होइन कतिपयले गाली गऱ्यो होला कतिपयले त कमेन्टमा गाली बुटुङटुङ गऱ्यो होला दाइलाई होइन त्यति मैले चाहिँ हेरेँ होइन भिडियो चाहिँ मैले हेरेँ होइन यो भिडियो हेरेर कतिपय कुरा सही छ भने कतिपय कुरा गलत लाग्यो मलाई चाहिँ होइन सो अब तपाईँहरूलाई कस्तो लाग्यो त होइन के कुरा सही लाग्यो के कुरा गलत लाग्यो सो कमेन्ट गर्नु होला र मैले पनि के कुरा सही छ के कुरा गलत छ भनेर भन्नुपर्छ भने प्लिज है कमेन्ट गर्नु होला तपाईँले पनि छुटाउनु भन्नुहुन्छ भने म नेक्स्ट भिडियोमा भन्नेछु होइन दाइले के सही बोले के गलत बोले भन्ने विषयमा म भिडियो बनाउँछु भिडियो धेरै लामो हुन्छ त्यही भएर मैले यसमा भन्न चाहेन तपाईँहरूलाई यो भिडियो हेरेर दाइको कुरा होइन कस्तो लाग्यो के लाग्यो सो कमेन्ट गर्न नबिर्सनु भिडियोलाई सेयर गर्नु होला जय नेपाल जय देश